फर्कन्न होला अब म गएपछि उतैतिर सम्झन्छु ल धेरै नै। हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। आफ्टर लङ टाइम फेरि स्वागत छ सबैजनालाई। हाम्रो सोल्टियर यहाँ सुतिरहेको छ अझै होइन, मस्त हाम्रो यो एज ब्यान्ड दाइको टक्क हामी त हेरेर आयो नि त। यो त बिक्की गुरुङ दिएको थियो यहाँ माथि टक्क एज ब्यान्ड दाइको होइन, यो दाइको त ब्यान्डमा हामी गएको थियो। अब आज चाहिँ माघे सङ्क्रान्ति होइन, के अरू बेला भ्लग त्यस्तै हुन्छ। अब इभेन्टहरू आउँछ त्यस्तै हल्का फुल्का बनाउने हो है, केटा हो त्यसको चाहिँ डोन्ट माइन्ड। हजुर मम्मी के नहुने अब फर्कन्नु होला भन्ने बिचमा किन राख्नु भन्दाखेरि अब दाजु सुनाउनलाई होइन। बिहानको बजी त्यस्तै कति बज्यो ओ आदि भाइ अहिले कति बज्यो? 8 बज्यो, 7:47 भन्छ। ल 8 बज्यो होला होइन। 5 बजी उठेको थिएँ नुहाउनुको लागि, बाहिर निस्केको त पुरै अँधेर क्या। अनि म डरलाई म फेरि आएर सुत्दिएँ। अब जाँदैछु नुहाउनुलाई। ओहो त्यो जाडोमा चिसो पानीले तर धेरै नुहाउनु न, एकपल्ट खल्ला खाना दिन्छु निस्किदिन्छु होइन, यस्तै हो। अब पहिला नुहाउँछु अनि हल्का पूजा गर्नु छ, पूजा गर्छु र अनि जान्छु मामा घरतिर। 5 बजी सुत्ने प्रोग्राम छ, हेर्दै गरौँ ल है। अहिलेलाई चाहिँ बाई बाई। फाइनली नुहाइयो है त गाइज, देखो न गाइज देखो न मात्र गाइज ध्यान एक बाल्टी पानी घर हालिदियो भ्याइदिए होइन। म फेरि हिजो भर्खर नुहाएर आएको हो कि बोतलबाट, त्यही भएर नत्र त मजाले नुहाउँथेँ। ओ उठ त पुरुष गर त आदि, उठ जानुपर्छ क्या। आऊ त उठ भूमि निमन उठ घुम्दौ। अल्छी माको अल्छी। हाई गर हाई हाई यता हाई हेलो यस्तरी के कति डर गराएको र। हेलो गाइज वाट इज अप, के छ हली चली यता हेर्नु। अब धेरै खेल्ने अब है अहिले टोक्न खोज्दाखेरि त। ल गाइज अहिले बजेको छ त्यस्तै 9 बजिसक्यो, 9-10 भइसक्यो हाम्रो। अब यता घरको त सबै काम सकिसकेको छ मेरो, मैले चाहिँ गर्नुपर्ने थियो बिहानमा। अनि यो त काले थाहा नै होला होइन, हाम्रो घरको हिरो। बिचरा अब यस्तरी खेल्ने यो यता यस्तरी खेल्ने यो भनेर हामी आउँदा मात्रै हो, किनकि अब घर अरू कोही हुँदैन। हाम्रो मम्मी यसरी खेल्नुहुन्न यसो, हामी आउँदा मात्र हो यो खेल्ने यसरी। त्यही भएर खुसी हुन्छ, खेल्न खोज्छ अनि एकछिन खेलिदिन्छु। अध्ययन त के छ भयो। अब अहिले एकछिनमा चाहिँ हामी मामा घर गइन्छ। हाम्रो हिरो पनि आइसकेको छ, भित्र गएर घुम्सेर बस्यो। अनि मौसम त फेरि आम्मो खै अलिक सफा भएको हाम्रो यहाँको चाहिँ छ नि। यो मौसम त अब दामी देखि अरू बेला मैले देखाइरहेको हाम्रो टक्क हरिबदेखि, तर अहिले चाहिँ कुहिरो लागेको छ, केही देखेको छैन। तर आज मैले खोजेको चाहिँ मौसम यस्तै थियो, जाडो नै भयो भनेर। ए भयो कि खुट्टा हाल्छ आयो फेरि यता यता जम्मा चिया पनि खाइयो। अब खाना चाहिँ हामी मामा घर राखिन्छ, यही हो। अब जानु पऱ्यो एकछिन, त्यसलाई अब रेडी भयो भन्नु पऱ्यो भाइलाई। अनि चलिदिन्छौँ हामी 6 नम्बरतिर। त्यसपछि अनि 6 नम्बरबाट चाहिँ फेरि उता
ओ बाहुबलीहरू है अब थारू भिलेजको बाहुबलीहरू पुरा नौनलाई जस्तो है आइ हाई बर्थडे है आपका हामीले त्यहाँ कुरा ल बजार कुरा दियो लगाऊ बादमा लगाए हामी चाहिँ अब निस्केको घरबाट ढिलो भइसक्यो है थोरो भयो 9:30 भइसकेको छ अहिले अनि हाम्रो हिरो भाइ मेरो भाइ टक्क यहाँदेखि हामी आधी घन्टा सरसर आधी घन्टा पाउने घन्टा हिँडेर जानु पर्ने हुन्छ उहाँसम्म अनि उहाँ यो मामा घर पूजा गर्नको लागि टक्क लैदिनु लाग्यो बजेलाई पूजा 9-10 बजीतिर पूजा छ कि त्यहाँ बजेको घर खै के को पूजा हो त्यहाँ म थाहा छैन खै त्यहाँ एउटा कुटुम्बा कि के चाहियो भन्नु त भनेको थिएँ अब त्यहाँ गएर मामासँग बुझ्ने पहिला अनि के भन्छ मामाले अनि त्यसपछिबाट अनि बल्ल त आए नि हुन्छ हुन त अब दुईजनामा एउटा जो भएन हुन्छ अब त आउँछ भ्याइस भने आइसक्यो त्यहाँ उता माथि जङ्गलमा जानुपर्छ के काट्न हो के भन्दै हुनुहुन्छ के अरे मम्मीले त्यहाँ मामा घर गएर बुझ्ने के भन्छन् क्रस फायरको आवाज सुनेको केटा हो बच्चामा यस्तो क्रस फायर हामीले चलाउँथ्यो नि बत्तल हालेर गाइज यो चाहिँ हाम्रो गुम्बा यहाँको है टक्क अनि आज चाहिँ अब रमाइलो भइरहेको खै के गीत बजेको अरे हाइवेमा निस्केको टक्स पारामा अब सिधै चल्दिने बसपाराबाट सिधै अटो चढेर सर र कुकुरमारा ल गाइज लोग यो हाम्रो यहाँ बर्दघाट बसपाराकै त्रिवेणी बसपारा यो त्रिवेणी जाने बस छुट्न लाग्यो फर्स्ट यो सेकेन्डमा आउँदै अरू पनि लाइनमा छन् होइन हाम्रो वाहन चाहिँ यही हो त्यस्तो टक्क अटोमा पहिला बस चल्थ्यो बसमा चाहिँ लाग्छ टाइम टन्नै यताउता पुरै घुमाएर बल्ल पुऱ्याउँछ त्यहाँ रम्बा भन्ने दोस्तलाई फोन गर्दैछन् कसलाई हो अलिक भोक लागिसक्यो यार कहिले पुगौँ ल्याम भातमा भयो यार फाइनली आधी घन्टाको प्रतीक्षापछि हामी सरहरू र आफू पनि तपाईँतर्फ यहाँ पढ्नु पनि लाग्छ क्या अहिले कहिले लगाउँछ है खेल मैदान चल्दै गयो त आइयो यो 12 तरुल खाना पर्छ दोस्त यत्रो फिर्ता जान्ला यार यो हल्का बसो है अब दुईटा सालीहरू दिनखेरि पनि नराम्रो गरेर खानाखेरि मलाई पनि अलिकति राम्रो भयो क्या ए के भन्नुभएको खास है राम्रै तरिकाले खानु त यसरी यो दुईटा छोरी पठाइदिनु होला आज पठाइदिनु नि त के भयो अब दाजु भइसक्यो नि लय पनि हुन्छ म त तयार फेरि भन्नु त हाम्रो मामा हजुर भातको पनि हुँदैन बिचराहरूको हिरोहरू फेरि रोला नि फेरि त्यहाँ हिरोहरू छ क्या अरे अरू त कुनै हजुर अरू त कुनै भयो टिकट त हुनु पनि सक्छ दोस्तको यिनको नि हुन्छ होइन ओए मेरो होइन अर्को ल्यायो त्यसबाटै हो कि हिसाब गर्नु त्यहाँ अनि ल गाइस खाना खाएर सकिसकेको अवस्था त्यसै हाँस्नु भयो
हामी चाहिँ खाना खाएर सकिसक्यौँ अनि यहाँ क्यामेरामा हेर्नु कि यतापट्टि देखिन्छ कि यहाँ हेरेर कुरा गर्नु कि मामा चाहिँ दिदीसँग कुरा गर्नुभयो छोरीसँग अङ्कल त यस्तो जोसिनु भयो कि सेकुवा बनाउनुलाई अङ्कल खतरा खटिनु भयो हे हरिफ जोसमा ए अङ्कल यस्तो जोसिनु भयो किन भनेको तर बवाल सेकुवा चाहिँ हरिफ बनाउनु भयो हाम्रो यहाँ हाम्रो अङ्कल मुलाको रायोको साग र यो अङ्कलले हरिफ बनाएर खानु लाग्नु अब यहाँ साग काट्छ कि त्यो पोल्ने सागलाई नि साग छ क्या टन्नै खेतमा जति नि अनि यो मामा कतातिर जान लाउनु भयो मेरो यहाँ अलिकति रहेछ यति खाइदिउँ भन गङ्गु कपडा लायो तिमीहरूले आम भित्रमा ओ के हो त टाउकोमा शिवजीको जस्तो यार हाम्रो दोस्त अब हामी धनीमा जाने हो धनीमा जानलाई यिनीहरू रेडी भइरहन् मगर ड्रेस लाएर हिँड्ने रे किनकि अब मगर ड्रेस लाएर जाने धनीमै जाने मगर ड्रेसै लाएर जाने धनीमा अनि धनीमा गएर त्यहाँबाट डाइरेक्ट उता 2 नम्बर जाने 2 नम्बर रमाइलो हुन्छ कुकुरमारा त्यहाँ जाने त्यही भएर मगर ड्रेस लाएर उतै धनीमातिरै जान लाग्ने यिनीहरू ए अचम्मै इधर आइए आपका नाम क्या है पहला खाइए उसके बाद बोलिए हाँ आपका नाम क्या है उही बहिनीलाई भन न हर्ष हर्ष इधर आके बोलिए ना क्या क्या बोला आपने आपका नाम क्या है ए खसाले भो सबै झाडे चाहिँ हातै नजानेको रहेछ सबै मम्मीले कुरा गराउँछ म मेरो हात त प्लास्टिक जम्मै कालो गराइदिएर मेरो गोपाल ओ कता गयो त त्यो अभिषेक छोडी दिनु अनि ए कानी छोरी अभिषेक भन्ने त मेरो एजको हैन र हैन अलि सानो हो म भन्दा सानो होला अझ म भन्दा सानो हो के गरु म भन्दा नि सानो हो त हाम्रो दोस्त हन्तकालीले खाँदैछन् घर यत्रो एक थाल भात खिचेर फेरि आएर खाइन्छ क्या अरे हामी 3 बहिनी गङ्गा जमुना सरस्वती हो क्या फिल्म हेर्नु भयो कि नै अब हामी गइन्छ चौपत्ता थारूहरूको रमाइलोमा त्यसपछि सट्ट निस्केर गइन्छ फेरि के नाम भन्छ अरे 2 नम्बर मगरहरूको रमाइलोमा पानी खान बिर्सियो यार ल केटा त्यस रक्सी भन्ने चिज खानुमा पानी खाने हो आन्टीले अर्डर दिनुभयो ल मानिदिएँ मैले थारूहरूको बेला है गाइस थारूहरूको टक्क पारामा अनि हाम्रो मगर्नेहरू हिँड्यो नि टक्स पारामा कसको म त डर लाग्छ कि यहाँ त हाल दोस्त हाल त्यहाँ होइन गयो फोटो खिच्यौ न तिम्रो मोबाइलबाट ल जा उता गरेछ नि यहाँ भिडमा हैन
पर्छ टाउको हेऱ्यो देखे त ल मरिजाउँ यही पैसामा ठ्याक्कै यसरी हेर्नुपर्छ थारूको कल्चरवाला घर है गाइस देखो ना गाइस देखो ना सब फोटो खींचने लगे गाइस सानो भाइ पनि फोटो खिच्न लगे गाइस थारूहरूको घर सेम तर यस्तै हुन्छ है अलिकति झलक झुरुक झुन्डाको हुँदैन होइन अन्त घर चाहिँ यस्तै हो है सेम ल गाइस केटाहरू भेट भइसकेको अवस्था हामी चाहिँ अहिले अब मगर सङ्क्रान्तिमा छौँ है यहाँ अघि थारू सङ्क्रान्तिमा बस्यो अहिले म त्यहाँ अझै मगर सङ्क्रान्ति हो पर्वमा आउनुभएका मगरका अग्रज लोसार मकर होइन मकर हो मकर सङ्क्रान्तिमा हुँदैन अलिक छुट्टै भाइ चाहिँ पुरा मगर ड्रेस दामी यतै 8औं माघे सङ्क्रान्ति मगर मेला 2082 उता लेखेछ है उपस्थित हुनुभएका आदरणीय मगर बुवामा दाजुभाइ दिदीबहिनीहरू तथा गैर मगर बुवामा दाजुभाइ दिदीबहिनीहरू यहाँलाई एकदम हार्दिक स्वागत शुभकामना र आभार प्रकट व्यक्त गर्न चाहन्छु एकछिन बसिन्छ फेरि अहिले कता गइन्छ हेरौँ है त नाचगान भएबाट हेरौँ भनेको हेरौँ के हुन्छ ल दुईजना केटाहरू आयो अझै है यो त पहिल्यै थियो देखो न गाइज भेपमा दामी छ है ठाउँ चाहिँ यहाँबाट गइ घर कुखुरा ल्याइन्छ कुखुरालाई काटेर लगायत हाम्रो माघे सङ्क्रान्ति चाहिँ आज सकेको छैन बल्ल सुरु हुँदैछ गिटार सितार होइन हुन्छ नि यहाँ चाहिँ हाम्रो टेन्ट हाउस अनि खै बिचरा मैले नजानेर आन्टीले काटिदिनु भयो यहाँ पकाइदिनुहुन्छ टक्क बोकेर जाने हो सर हस्पिटल माथि अङ्कललाई ज्याकेट त हरेक छु है मेरो ज्याकेट त्यहाँ अङ्कलको ज्याकेट यहाँ यस्तै हो केटा हो ल अहिले यो लिएर जाने कि हामी पाकेपछि ल गाइस फाइनली हाम्रो अब सबै कुरा भइसकेको छ दाउराहरू पनि जम्मा भइरह यहाँ होइन आगो पनि बलेको छ साथी यहाँ बसेछन् अनि यो हाम्रो जाडोको महिनामा शान्त पारेको गाउँ ओके यो टेन्टमा हो कि हामी उहाँ सुतेको अनि यो हाम्रो टेन्ट टक्क भोलि हिमाल देखाउँछ यहाँबाट निस्केर हो क्या अझै तराईमा कहाँबाट हिमाल देखाउँछ र भित्र सब रेडी पोजिसनमा है हाम्रो बिस्तारा चाहिँ ल मैले होइन यस्तो काम गरेको अहिलेसम्म देखेको छैन जन्मेदेखि अहिलेसम्म कसम भनेको मेरो भाइले यसरी काम गरेको देखेको थिएन आजै हो यार मैले आज त जबरजस्ती गरेको कि खैले म काट्छु भन्दा पनि मैले जानिसकेँ भन्दा काटेछ
यता हेर त अनुहार देखाइ दिनु न मेरो जस्तो अनुहार त्यहाँ होइन कि अलिक यता थोपा न तपाईँ म पछि निस्केको अनुहार हो कि यो त्यो तिमीभन्दा राम्रो साथ नलागियो अब सानोमा त्यही भन्थ्यो के अरे हाम्रो मम्मीहरूले तेरे नाम हो त्यो पनि पालेर हालिदिए मेन कुक आएछ नि यहाँ बल्ल ए कुकुरै उसके मेन यो कटिङ गर्ने कि सेफ पकाउँदा केही पकाएन नि त्यही पनि ल गाइस अहिले चाहिँ रातिको 12 बजेको छ होइन सब हुन्छ नि ठाउँ सब सुनसान छ है हाम्रो घर वेलकम छ भ्लगमा फेरि हाम्रो साथी है दादासान फ्रम जापान अनि हामी चाहिँ पानी भर्न आएको अनि दुईजना केटाहरू यता बिदा गर्थ्यौँ 4 नम्बर जाने तिनीहरू चाहिँ त्यो टाढा त होइन यो अब टक्क धारा यहाँ टक्क यसरी खोल्ने पानी भएर फेरि सर र माथि त्यसपछि फेरि एकछिन बसिन्छ अझै चित्त आउनै पर्दैछ बाहिर अनि एकछिन बसिन्छ त्यसपछि अनि आएको तर्फ टक्क फेरि गइन्छ पछि खिच्नलाई टेन्टमा लगाइ अहिले एकछिन भेट्नुपर्छ फेरि अरे अर्को सुत्ने बेलामा है त लगाइ अहिले चाहिँ रातिको त्यस्तो खुवाउने भएको छ है 12 बजेर 45 मिनट यिनले हाल्यो कि यो देऊ न छुट्टै एक घन्टाबाट न अनि अहिले चाहिँ टक्क अब हाम्रो सुत्ने टाइम भयो अब हामी सुत्न गइरहेको छौँ कस्तो भइरहेको अस्ति त कति थियो नि त हामी चारजना अट्याउँ त इनफ केटा हो के गर्ने यस्तो छ यस्तो तङ्गिन्थ्यो क्या पङ्खा चलाउनु पर्छ क्या हो ल यति भन्दै आजलाई आजलाई शुभरात्रि भोलि कुरा भोलि है त बाई बाई हेलो गाइज गुड मर्निङ शुभ बिहान सबैजनालाई अहिले बजेको छ बिहानको 8 हल्का घाम निस्केको छ यहाँ होइन तर सब कुहिरो ढाकेको छ मस्त सुत्यो यार मजा आयो क्याम्पस पनि देखेको छैन के हो क्याम्पस चिसो छ यार मलाई त टक्की लाग्यो त्यो भएर म उडिदिएँ चाँडै बुवालो चार्ज पनि छैन 20% त हो अब जानु पर्छ सुत्न अरे टोइलेट घरमा रातभरि यत्तिकै बाहिर सित्न सुत्यो यार चप्पल यहाँ राखेको थिएँ सिट परेर बिचारेर जान्छु टोइलेट गर्छु मोबाइल चार्ज गरेर आउँछु केटाहरू उठेन भने ठिक छ नभए फेरि सुत्छु ल गाइस हामी चाहिँ अब केराबारी सर र मुख पनि धुवाएन अझै पछाडि बस्यो त्यहाँ गएर ग्यास सिलिन्डर लिने घर जाने भात पकाउने ल्याम है गाइस शुभ बिहानी के छ अलि
हल्का घाम देखेको छ क्यामेरामा देखेको छ कि नै मौसम बवालै छ यी जे होस् बिहानमा कुहिरो लाए पनि दिउँसोतिर चाहिँ घाम निस्केको छ होइन यो चाहिँ एकदम राम्रो हो अनि अब हिजोको दिन त सुतेरै गयो सो आज चाहिँ अब फर्किँदैछु फेरि बुटोलतिर अहिले म हिँड्दैछु मम्मीले मलाई यहाँ गुन्द्रुक यतिकै छ अनि तामा पठाइदिनुपर्छ बुटोल गएर पकाएर खानुलाई अब त के भन्नु छ चिसो चिसो छ चिसो भयो भन्दा लगाएको छैन यहाँबाट जान्छु उता घर अनि एक दुई जोड कपडा खाँथेँ त्यो प्याक गरिदिन्छु सिधै त्यसपछि चलिदिने बस चढ्यो सर र बुटोल अब भ्लग राम्रै भयो होला है सङ्क्रान्तिको लामो हुन्छ भ्लग अलिकति अब के गर्ने मलाई फेरि अब यस्तो हो क्या धेरै काट्न मन लाग्दैन सट्ट कुन स्टेपमा पुग्नु पऱ्यो कुन स्टेपमा पुग्नु पऱ्यो त्यस्तो टाइपले जान मन लाग्छ त्यही टाइपले गइरहेको हुन्छु म जुन भ्लग छैन होइन त्यही भएर भ्लग अलि लामो हुन्छ त्यही हो अब अरू चाहिँ के भन्नु छ र सङ्क्रान्ति रमाइलो भयो पहिला पहिला भन्दा यो चोटिको सङ्क्रान्ति अझै बवाल भयो जस्तो लाग्यो होइन मगरहरू पनि हरिक थारूहरू पनि हरिकै भयो जस्तो लाग्यो त्यहाँ जुन मैले देखाएको थिएँ त्यहाँ देख्दाखेरि चाहिँ त्यही हो अब सट्ट गइन्छ बुटोलतिर चिसो उतातिर झन् कुहिरो लाग्यो कि घाम लाग्यो खै के छ अब ल त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब हाल्नु नबिर्सनु होला केटा हो के हो यसो हुनु पऱ्यो है हुनु पऱ्यो ल यति भन्दै अहिले बिदाबारी हुन्छु भेट्नुपर्छ फेरि नेक्स्ट ब्लगमा बाई बाई